हेलो साथीहरू, आज म तपाईहरुलाई बताउन गइरहेको छु हामीले धेरै नुनिलो खाना खायौं भने हाम्रो प्रेसर कसरी बढ्छ र किन बढ्छ। हामीले धेरै नुनिलो खाना खानु भनेको हाम्रो शरीर भित्र धेरै सोडियम जानु हो। धेरै सोडियम हुनु भनेको उले धेरै पानी तान्छ। सोडियमले के गर्छ भने हाम्रो शरीरमा धेरै पानी होल्ड गरेर राख्छ र हाम्रो शरीरमा धेरै पानी हुनु भनेको के हो भने हाम्रो ब्लड भोल्युम बढ्नु हो। र जब हाम्रो शरीरमा धेरै ब्लड भोल्युम हुन्छ, रगतको मात्रा धेरै हुन्छ त हाम्रो हार्टलाई पनि धेरै काम गर्न पर्छ। उसको कन्ट्र्याक्सन एकदमै फास्ट हुन्छ र फास्ट कन्ट्र्याक्सन भनेकै कार्डियक आउटपुट बढ्नु हो र कार्डियक आउटपुट बढ्नु भनेकै हाम्रो बीपी बढ्नु हो। यसरी हामीले धेरै चर्को खाना खायौं भने हाम्रो बीपी बढ्छ।